मेरो छोरीको जन्मदिन मनाउने तयारी गर्दै मेरो मनमा एउटा कुरा आएपछि म यो भिडियो बनाउन गइरहेको छु। र यो जन्मदिनमा गरिने जुन संस्कार हामी लिम्बूहरूमा रहेको छ, यसले हाम्रो भाषामा चाहिँ माङ्गेना भनेर भनिन्छ। हुन त माङ्गेना सालमा एकपटक उपयुक्त अवस्था विचारेर पनि गर्ने गरेको पाइए तापनि विशेष रूपमा चाहिँ जन्मदिनमा नै गर्ने संस्कार नै माङ्गेना भनेर मानिन्छ। माङ्गेनाको नेपाली अर्थ शिर उठाउने कार्य हुन्छ र यो संस्कार हाम्रो जातिभित्रको अत्यन्त महत्त्वपूर्ण एक संस्कार मानिन्छ र यो त्यत्तिकै संवेदनशील पनि छ। हाम्रो जातिमा यो कहिले कसले सुरु गर्यो त भन्ने सन्दर्भमा चाहिँ यसको इतिहास नै पनि लिखित रूपमा अझै पनि रहेको छ। इतिहासकार इमानसिंह चेम्जोङले लेख्नुभएको पुस्तक किराँत इतिहासको आधारबाट यो अरुण पूर्व जब 10 लिम्बुवान राजाहरूले आफ्नो राज्य स्थापना गरेका थिए, त्यही समय पश्चात नै धार्मिक नीति अवलम्बन गरी माङ्गेना गर्ने प्रथा बसालेको तथ्य प्राप्त गर्न सकिन्छ, जुन ईसापूर्व लगभग 322 भनेर उल्लेखित गरेको छ। 322 ईसापूर्वबाटै सुरु भएको मान्यता रहेको छ। लिखित तथ्यको आधारबाट यो हाम्रो जातिको साह्रै नै पुरानो प्रथा भन्ने बुझ्न सकिन्छ। माङ्गेना भन्ने गर्ने प्रचलन चाहिँ हाम्रो जातिभित्र मात्रै रहे पनि यो संस्कार अन्य समुदायले समेत अवलम्बन गर्न सके यसको थुप्रै सकारात्मक पक्षहरू रहेका छन्। जस्तो हामी जीवन जिउने क्रमसँगै जीवनमा थुप्रै घटनाहरू घटिरहेका हुन्छन्। कतिपय यस्तो घटना समेत घट्ने गर्दछ जुन घटनाले हाम्रो चाहिँ जीवन पूर्ण रूपमा प्रभावित पर्न गइरहेको हुन्छ। जीवन एक प्रकार निराशमय बनिरहेको पनि हुन्छ। वास्तवमा यही जीवनको निराशाजनक घटनाहरूलाई विक्षिप्त बनिरहेको हाम्रो यो मनलाई सकारात्मक ऊर्जा प्रदान गर्नको लागि आफ्नो आराध्य देवदेवीहरूको आराधनासँगै शिर उठाउने कार्य नै माङ्गेनाको मूल लक्ष्य रहेको हुन्छ। र मान्छेको जिन्दगी हो, कहिले विवाद पर्न सक्छ, कहिले दुर्घटनामा पर्न सकिन्छ, कुनै गल्ती बिना नै कहिले कतिपय अवस्थामा गल्तीको भागीदार बन्न समेत मजबुर बनिरहेको अवस्था हुनसक्छ। र यी घटनाहरूबाट हाम्रो मन दुखी बनिरहँदा यो हाम्रो धार्मिक अनुष्ठानबाट शिर उच्च होस्, अब आउने दिनहरूमा फेरि यस्तो कुराहरूसँग जुत्न नपरोस् भन्ने मात्रै नभई आउने दिनहरूमा चाहिँ माङ्गेना जसको गरिन्छ उसको उत्तरोत्तर प्रगतिको कामना गर्दै मातापिता मान्यजनहरूले टिका लगाएर आशीर्वाद दिने कार्यको गर्ने गरिन्छ। यो कान्छी यो खुवाइदिए लु होइन तैँले खुवाइदिनु सानो त एकछिन सानो यहाँ टिका चाहिन्छ मजाले खानु मजाले दुई पकेट लाग्यो। कति 200 भयो एक प्याकेट गयो। खुसी भएन तिमीलाई आज सरप्राइजको गिफ्ट छ नि अहिले खुसी भयो त। सधैँ त अरूको बर्थडेमा सिनेमाले आफै केक बनाइदिन्थ्यो, आज चाहिँ उसकै बर्थडेमा केक बनाउनु भ्याएन है। के बर्थडेमा केक बनाइदिन्थ्यो सबै त आज चाहिँ जस मेरो छोरी चाहिँ सानो हुनाले उसलाई चाहिँ यो हाम्रो संस्कारप्रति त्यत्रो धेरै चासो नहुन सक्छ। जे होस् आज चाहिँ ऊ खुसी हुनुपर्छ भन्ने हो, त्यसैले चाहिँ मैले अलिकति यहाँ उसलाई सरप्राइजको रूपमा चाहिँ केक ल्याइदिएको थिएँ उसले नभनिकन। यो चाहिँ ऊ खुसी होस् भनेर। यो केक काट्ने प्रचलन हाम्रो होइन नै, त्यो हामीलाई थाहा छ। तर पनि के भने आजको दिन ऊ चाहिँ खुसी बन्नुपर्छ भन्ने हिसाबले उसलाई मैले
गिफ्टको रूपमा दिएँ, यो अन्यथा नसोच्नु होला। र ऊ अहिले चाहिँ खुसी भएर केक खोल्दैछ, तपाईँ देख्दै हुनुहुन्छ। र यो हामीले चाहिँ कतिलाई लाग्न सक्छ कल्चर मिक्सअप भयो भन्ने, तर मैले मात्रै उसलाई खुसी प्रदान गर्नको लागि यो उसलाई गिफ्ट गरेको थिएँ। मैले यो उसलाई नभनिकन ल्याएर त्यही हाम्रो जुन धार्मिक अनुष्ठान, हाम्रो माङ्गेर्ना कार्यक्रम सकिएपछि चाहिँ उसलाई मैले यो गिफ्ट प्रदान गरेको थिएँ। अनि अरू अन्य वरपर हाम्रा आफन्त, काका नानीहरू, छेमाहरू सबै आउनुभएको थियो, उसको मावली बोजूहरू र सबै भएर हामीले यसरी छोरीको जन्मदिन मनाइदियौँ। यो तपाईँ देख्दै हुनुहुन्छ, उसलाई मैले यो उसले केक खोल्दैछ। बाँकी कुरा तपाईँ भिडियोमै हेर्दै जानु होला। भन्दै तपाईँलाई यो भिडियो कस्तो लाग्यो यसको प्रतिक्रिया पनि म चाहन्छु।